हेलो साथीहरु सबैलाई नमस्ते। आज म चाहिँ तपाईहरुलाई यो चाहिँ किताक्युसुको नाखातानी भन्ने ठाउँ हो हैन। यहाँ चाहिँ म माथि बसमा चढेर अब हिरोसीमा जाँदैछु। अहिले मेरो बस चाहिँ 7:16 को छ। म तपाईहरुलाई जापानमा गर्ने खेतीपातीहरु देखाउँछु। यसो अब के गर्ने, बस अब 1 घण्टामा बाँकी छ, त्यही भएर चाहिँ यसो म तपाईलाई खेतहरु डुलेर यसो देखाउँछु। उता हेर्नुस् त, त्यहाँ ट्र्याक्टरले खन्दैछ। ट्र्याक्टर अब चाहिँ यस्तो डाँडा काँडा छ, यस्तो छ। अब चाहिँ म चाहिँ तपाईहरुलाई कस्तो प्रकारको रायोको साग देखाउँछु। रायोको सागहरु देखाउँछु। गाउँमा रमाइलो छ। हेर्नुस् पुरै त्यो घर हेर्नु त कति राम्रो छ। यो चाहिँ रायोको साग हो। हेर्नुहोस् अब यस्तो सागिनहरूले यस्तो राम्रो फलाए हुन्छन्। हेर्नुहोस् त कस्तो राम्रो छ। रायो के गर्ने, हेरेर चित्त बुझाउने हो। पसल छैन, पसलबाट बेच्न राखेको हुन्थ्यो, किनेर लैजानु हुन्थ्यो। अब यस्तै छ। किताक्युसुको नाखातानी भन्ने ठाउँ हो यो चाहिँ। रायोको के हो त्यो फुलेको पुरै तोरी। हेर्नुहोस् रमाइलो छ जोस गाउँ चाहिँ। अगाडि पुरै रायोको फुलेको छ, तोरी त होइन, रायो फुलेको छ। रायोको साग, जापानको गाउँ। यो चाहिँ ब्रोकाउली हो। ब्रोकाउली पनि यस्तो खेती गरे हुन्छन् यिनीहरूले। यस्तो राम्रो फलेको छ। हेर्नुहोस्।